ल यो देखिरहनु भएको दाना के को दाना हो भनेर कतिलाई लाग्छ होला। यो हामीले दैनिक रूपमा प्रयोग गर्दै र उपभोग गर्दै आएका चिजहरू। हामीले दैनिक रूपमा प्रयोग गर्ने कफी कस्तो हुन्छ भन्दाखेरि यस्तो हुन्छ। यो चाहिँ कफीको बोट भयो। यसरी चाहिँ कफीहरू उत्पादन गरिन्छ। यो कफी यस्तो हुन्छ। अब यसलाई नि चाहिँ प्रशोधन गरेर चाहिँ कफीको ढुट्टुको रूपमा निर्माण गरिन्छ र हामी फेरि त्यही ढुट्टु चाहिँ प्रयोग गर्नको लागि चाहिँ किन्छौँ। अब यो चाहिँ हामीले केजी सिस्टममा बेच्छौँ। यो केजी सिस्टममा अब कसरी चाहिँ केजी यहाँ जना दाइसँग कुरा गर्न सकिन्छ। त्यसपछि हामीले यसको डबल त्रिबल चाहिँ फेरि पैसा थपेर त्यो ढुट्टुको रूपमा चाहिँ फेरि किनेर ल्याउँछ। हामीले यसलाई कसरी बनाउने, प्रशोधन कसरी गर्ने यो सम्पूर्ण जानकारी नभएको कारणले चाहिँ यसरी उहाँहरूले चाहिँ यो दाना चाहिँ बेच्नु हुँदो रहेछ। यो दाना चाहिँ केजी सिस्टममा बेच्नुहुन्छ। त्यसपछि फेरि के गरिन्छ, हामीले ढुट्टुको रूपमा फेरि हामीले किन्ने गरिन्छ। यस्तो छ है यो कफीको बोट हो। उहाँहरूले के भन्नुहुन्छ यसको बारेमा? यो चाहिँ तपाईँहरूले बिक्री गर्नुहुन्छ होइन? यो चाहिँ कसरी केजीको सिस्टममा बेच्नुहुन्छ? अब लोकल भनेको दानाको 190 ले यहाँदेखि यही अब घर आगा बेच्नु उठ्ने हो। यो भनेको दाना नै 190 मा जान्छ। अब यो दाना यतापट्टि पाकेको हुन्छ कि रातो, यतापट्टि पाकेको छ सङ्केत सबै रातो कालो हुनुपर्छ। त्यो पाकेपछि हामीले चिप्यो। अब यस्तो हेर्नु त यसरी पाकेको यो पाकेको चाहिँ केजी काँचैमा केजीमा बेच्ने हो। यो भनेको अब यो पाको होइन? अब यसलाई बेच्दा भयो। भनेको यो हरियो चाहिँ बिक्दैन नि, पाक्नुपर्छ सबै। तर पाक्छन् कति मजाले पछि चाहिँ। यो चाहिँ के भएर खै अब अगाडि फुलेर छिमाले भएको। तपाईँहरूले यसरी यो दाना बेच्नुहुन्छ भनेको यो दानाको प्रति केजी भनेको 100 रुपियाँ। उता अब उसमा पुर्याउँदा त अब कति हो हामी लाँदैन। यहाँ गाउँमै पनि 190 ले बेच्नुहुन्छ है? यहीँदेखि अब टिप्यो अनि जोखेर लानु भनेको यसको आम्दानी निकै राम्रो छ। राम्रै छ। यहाँ हाम्रोमा त के हो, सोको लागि रोप्यो हो। अरू अब अलिक तल गाउँमा त खेती नै छ नि। खेती नै छ यसको। भनेको यसबाट तपाईँहरूले वार्षिक चाहिँ कति यसो थाप्नुहुन्छ? छैन अब हाम्रो त यो सोको लागि रोपेको त अब त्यस्तै एउटा बोटमा राम्रो फल्यो भने 10 केजी 10-15 केजी आउँछ। जो चामल खान चाहिँ यति यो 3-4वटा बोटले पुग्छ। त्यस्तो त पुग्दैन र अब पनि बेच्नु चाहिँ हुन्छ। अब खेती नै गर्नेहरूको त अब हुन्छ नि धेरै। अब एक ट्रिप चाहिँ अब 40-45 केजी हुन्छ होइन? त्यत्रो हुन्छ है? 50 केजी हुन्छ त्यस्तो। ल हस्, धन्यवाद। यस्तो हुन्छ है कफीको बोट। अब जस्तो यो 4-5वटा बोट छ यहाँ, कति धेरै फलेको छ। यो चाहिँ खेतीको रूपमा प्रयोग गर्ने हो भने हाम्रो आय स्रोत चाहिँ धेरै माथि उक्सिन सक्छ भन्ने चाहिँ एउटा उदाहरण चाहिँ यही भिडियोबाट लिन सकिन्छ। किनभने यो जम्मा 4वटा छ यहाँ बोट। 4वटामा यति साह्रो लटरम्म फल्छ। अब यो चाहिँ मजाले बारीभरि ल्याउनु भने कति हुन्छ? यसबाट आउने आम्दानी धेरै राम्रो हामीले आम्दानी लिन सक्छौँ जस्तो मलाई लाग्छ।